सिस्नो सुँगुलाई चारो सिस्नो काट्न हिँडिसक्यौँ टक्कसँग 3 भारी ल्याएपछि चाहिँ हामीलाई होइन अलिक दिन ढुक्क हुन्छ नि त टाढा हिँड्नुभयो बरियामा कहाँतिर मिल चल्छ त मिल चल्दैन लहर मात्र बरियामा हो नि हाम्रो घरमा मिल पनि छ नि त अनि मिलमा हिँड्नु भयो अरे हामी चाहिँ लागिसक्यौँ अब घरमा त कोही छैन नि त चलाउने भनेको म यी हुन् अर्की हो त्यही र अब भोलिलाई बोलाएर हामी हिँड्यौँ आयो आयो के आयो अब चाहिँ हामी पुरा जङ्गल आइपुग्न लाग्दैछौँ जङ्गल चाहिँ त्यहाँ छ हामी 3 बहिनी माइली हेलो गर हेलो साइली हेलो हो म चाहिँ कान्छी चाहिँ अब जङ्गल पसिसक्यौँ हाम्रो रेजिका चाहिँ ऊ तल पुगिसक्यौँ हामी चाहिँ अलिक परतिर काट्ने निर्णय लिएर हिँड्यौँ 2 जना जङ्गल विद्यार्थी स्कुलमा आउँदैछ नि यस्तो जिन्दगी हाम्रो गइहाल्यो हो ल यो चाहिँ सिस्नो घारीमा आइसक्यौँ नि हामी चाहिँ हामी चाहिँ परदेखि काट्दै काट्दै आउने भनेर हामी चाहिँ रोड हिँडिरहेछौँ ल मैले सिस्नो काटिसकेँ यो सिस्नो किन ठुल्ठुलो काटेँ भन्दाखेरि यो ठुल्ठुलो काटेर पनि घरमा लगेर सानो काटेर पकायो भने त्यसको डाक्लाहरू पनि चलाउँछ अनि अब यो पातपात टिपेरमा चाहिँ अब ढिलो पनि हुन्छ अनि त्यही भएर मैले चाहिँ काटिसकेँ यसरी काट्नुपर्छ सिस्नोले राम्रो रहेछ गग्लेको बर्खामा चाहिँ धेरै हुन्छ अहिले चाहिँ अब बर्खा पक्किसक्छ हिउँद लागिसक्यो अनि त्यही भएर अहिले चाहिँ खासै छैन अहिले चाहिँ हामी खोलामा आएको छौँ यसलाई चाहिँ जिडियो खोला भन्छ यतातिर अलिअलि छ यो चाहिँ सिस्नोहरू हो यता यो सिस्नो भन्छ यसलाई यो ठुलो सिस्नोलाई के भन्छ मान्छेको नामै बुझ्यो अल्लो यो चाहिँ अल्लो सिस्नो हो यसले निस्किन्छ यो भर्खर यति हुँदैछ एक डोको भारी पुरा आएको अब एक डोको काट्ने अनि घर जाने यहाँ माछा पनि पाइन्छ ल हाम्रो एकजनाको चाहिँ भारी पुगिसक्यो एकजनाको चाहिँ पर छ सट्टसँग यो खोला हो जुके खोला भन्छ यो जुके खोला त सट्ट हाम्रो साइली माया अगाडि लाग्दिन् म चाहिँ रित्तै हो नि त मेरो पर छ सिस्नोको भारी नभनौँ मेरो चाहिँ थोरै छ डोको पनि सानो छ उता खासै होइन छ अनि उता जाऊँ न त एकजनालाई यता काट्यौँ एकजनालाई उता काट्यौँ भनेर आएको ट्याक्क यहाँ चाहिँ रोड छ रोटै रोटी हिँड्ने हो ठ्याक्कै घर मुनि नै हाम्रो पनि रोड छ नि जस जङ्गल आउन सजिलै भएको छ यो रोडले गर्दा हामी चाहिँ अब लाग्यौँ अनि त्यसपछि चाहिँ मेरो चाहिँ भारी पुगेको थिएन नि त अनि यहाँ चाहिँ कक्लेटो अब ठुल्ठुलो रहेछ र त्यसलाई चाहिँ काट्दैछु मैले कक्लेटो सम पारेर यस्तो ठुल्ठुलो बाक्लो भयो भने चाहिँ काट्ने जाँगर चल्छ नि त अनि त्यही भएर मैले चाहिँ एकदमसँगले जाँगर चलाएर काट्दैछु कक्लेटो कक्लेटो काट्ने क्रम जारी छ त्यसपछि मैले चाहिँ अनि कक्लेटो काटिसकेर बुटल्दै उकालो निस्कँदैछु अनि अब एक कौला भइसक्यो अनि एक कौला भइसकेपछि चाहिँ माथि रोडमा निस्केर गलिन्छ नि त अनि खुरुरु कुद्दैछु मेरो डोको चाहिँ यहाँ चाहिँ पर छ अनि
हामी दुईजना चाहिँ यहाँ आइसक्यौँ। एकजनाको भारी यहाँ छ। अब हामी चाहिँ यहाँ बिसाउने। अब हाम्री बिसा नबिसालो। मैले यसले चाहिँ यहाँ बिसायो, मैले चाहिँ यहाँ बिसाएँ। आइज न अठा अगाडि बढाएर यहाँ देखा मलाई अप्ठ्यारो खेल्यौँ त यो हाम्रो बारी कोही कलाएर यिनीहरू जङ्गल। यो कान्छीको माइलीको साइलीको बिसाइरहेछ। ए ऊ माथि छ यहाँनिर हाम्रो। छिटाउ त्यसपछि चाहिँ रेजिकाले सिस्नो लिएर आउँदैछ माथिबाट। अनि सिस्नो लिएर अब भारी लगाएर यहाँ भारी लाउने क्रम जारी छ। खादखुद कार्यक्रम चल्दैछ यहाँ। त्यसपछि भारी खाँदैछौँ हामी अझै। कति मिनटमा पुग्छौँ हामी? 20 मिनट टुइकाटुई हिँडेर पुग्छौँ। रोटै रोट के 20 मिनट भन्दा छिटो त पुग्दैनौँ। त्यही पारी बन बुझाउ तु कति बुझ्दैन मेरो मन। Oh my god! Wow! Oh my god! यहाँ कान्छी गीत गाउँदै नाच्दैछ। हुन्छ अब हामी पनि हिँडेको हुन्छ। ल हामीले चाहिँ भारी बोकेर हिँड्न आँट्यौँ। अब हामी दुईजनाले चाहिँ भारी बोकिसक्यौँ। यता साइली मायाले चाहिँ बोक्न लाग्दैछ, अब बोक्दैछ। ल भारीहरू नुहाएर तनाव छ केटीलाई। अनि मैले गएर डोको तान्दिएँ। त्यसपछि हामी लाग्यौँ घरतिर चारो सारोको भारी बोकेर। हाम्रो हिँड्ने क्रम जारी नै छ। त्यसपछि हामी सरर लाग्यौँ। हिँड्दैछौँ रोटै रोट। त्यसपछि यता हाम्रो भाउजूलाई बाटोमा भेट्यो। अनि भाउजूसँग गफ गर्दै 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 हिँड्यौँ। मिठा मिठा गफ गर्छन् हाम्रो यी भाउजूले। अनि डोकोमा 2 मुठी घाँस बोकेर हिँड्दैछन् टक्क पारेर। हामी पनि हिँडिरहेछौँ पुरासँगले। ल हामी चाहिँ अब घर आइपुग्न लाग्यौँ टक्कसँगै। घर आइपुगेर भारी बिसाइको अवस्था है यो।